हेलो गाइस के को साग टिपेको रे अलि के को दाना टिपेको मान्छेको दाना न गाईको दाना दिन रात बिहान बेलुकै त्यो गुन्थाले त्यो के भन्छ के को साग रे तोरीको साग खुवाएको छ गु पनि रातो कालो पहेँला आउनु थालिसक्यो यी गाइस आफ्नो त ड्युटी यस्तो छ ठक्क कोदालो बोको बिहान खेर दोकान गयो बेलुका खेर ठक्कै आलुबारी जिन्दगीमा केही उखाड्न नसकेन आलुबारीमा आएर केही चाहिँ उखाडिन्छ त्यही हो आलु फलाइन्छ आलु खाइन्छ ए ठक्क यसरी गोड्नु परेको छ गरममा काम गरेपछि त जाडो पनि लाग्दैन रहेछ ठक्क कोदालो बोकेर ठक्क खनेपछि पसिना पसिना निस्किन्छ सब थोक गरम जाडो सब भाग्दो रहेछ गाइस यो हो हल्का हाम्रो तामाङ लगान है साह्रै गाह्रो छ गाइस यसरी आलुबारीमा 12 बजे घाममा काम गर्नु परेको छ यी जिन्दगी के उखाड्न नसकेन आलुबारीमा आएर उखाडिन्छ अब ठक्क भिडियो बनाउँदै आलु गोड्दै हैन जीवन साथी भनेको यही हो केटीहरूले त पत्याउनै आँटेनन् हैन अझै टाइम भएपछि पत्याइहाल्छ नि कति जति फल्ला यहाँ